हे एभ्रिवान वेलकम ब्याक टु आवर न्यू भिडियो। आज हामी चाहिँ बुझ्नेछौँ नेक्स्ट विक आइतबारदेखि मार्केट कहाँ जान्छ, पोसिबिलिटीहरू चाहिँ के छ, प्रोबेबिलिटीहरू चाहिँ के कस्तो छ बुझ्नेछौँ। पहिलाको भिडियोमा तपाईहरुलाई हेर्नु भएको नै छ कि मैले यहाँ बनाएको छु यो एफबीजी, यहाँबाट मार्केट चाहिँ रिजेक्सन लिएर माथि जाने हाई प्रोबेबिलिटी चाहिँ राखेको छु मैले। तपाईहरुले बुझ्नु भएको छ, हेर्ने जतिले भिडियो चाहिँ उहाँहरूलाई थाहा होला। यहाँबाट यसरी जान्छ होला, मैले प्रोबेबिलिटी चाहिँ राखेको छु मेरो स्ट्रेटेजीले, हैन। अब सेम यही आएर मार्केट झुलिरहेछ के यो एफबीजी मा आएर झुलिरहेछ, न त यो भन्दा तल गइरहेछ न माथि गइरहेछ। कति दिनदेखि यहाँ देखि यो क्यान्डल 2511 देखि 2560 को जुन छ रेन्ज यसले एफबीजी मानेको छु मैले। योलाई न भत्काइरहेछ न माथि गइरहेछ, यसमै झुलेर बसेको छ के यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु। अब यहाँबाट नेक्स्ट विक चाहिँ मार्केट पोजिटिभ भयो भने यहाँ एउटा बुलिश क्यान्डल बन्छ के, एउटा बुलिश क्यान्डल बनेर फर्दर यहाँबाट यसले माथि जान सुरु गर्दिन्छ। यसरी करेक्सन लिँदै माथि जान्छ 2544 45 50 तिर यहाँबाट झर्न सुरु गर्दिन्छ भने हाम्रो सपोर्ट हुन्छ कुन, यो अर्डर ब्लकलाई हामी आफ्नो सपोर्ट मान्छ, यो अर्डर ब्लकलाई। अनि इफ यो अर्डर ब्लकलाई पनि भत्काइदियो भने मार्केट सुध्रिन माथि जान अलि गाह्रो हुन्छ। सो यो सबैले ध्यान दिएर चाहिँ बाइ गर्नु होला, म त्यही भन्छु। अब हामी नेक्स्ट इन्डेक्सको एनालाइसिस गरौँ, के छ कस्तो छ इन्डेक्सहरुमा। सेम त्यस्तै नेप्से जस्तै इन्डेक्सहरु पनि छ। यहाँ आएर सपोर्टमा बसेको छ बैंकिङ इन्डेक्स। यहाँ यो जुन छ एफबीजी मैले बनाएको छु, यहाँ आएर कतिचोटी सपोर्ट लिएको छ, एकचोटी दुईचोटी तीनचोटी 4-5 चोटी लिएको छ सपोर्ट। सो यो सपोर्ट चाहिँ इम्पोर्टेन्ट सपोर्ट हो, यसले भत्कायो भने अलि गाह्रो हुन्छ। यहाँबाट माथि जाने चान्सेस चाहिँ छ, नेप्से पोजिटिभ भयो भने यसरी माथि जान सक्छ। यो हेरेर चाहिँ नेप्से बैंकिङ इन्डेक्सबाट स्टकहरु सेलेक्ट गरेर चाहिँ बाइ गर्नु होला। डेभलपमेन्ट बैंकतिर लागौ हामी। डेभलपमेन्ट बैंकमा के कस्तो छ, डेभलपमेन्ट बैंकमा एफबीजी लाई चाहिँ ब्रेक गरिसकेको छ। अब हाम्रो सपोर्ट छ यो अर्डर ब्लक। इफ यो अर्डर ब्लकलाई ब्रेक गरिदियो भने यो एचटीएफ हाई टाइम फ्रेमको पीओआई लाई चाहिँ हामी सपोर्ट मान्छौँ। यहाँबाट एकचोटी दुईचोटी तीनचोटी मार्केट पुल ब्याक लिएको छ। इफ यहाँबाट चाहिँ पुल ब्याक लिने चान्सेस चाहिँ छ, धेरै चान्सेस छ। अब हामी चाहिँ हाइड्रो पावर इन्डेक्सलाई हेरौँ। हाइड्रो पावरमा के कस्तो छ, हाइड्रो पावरमा सेम नेप्से जस्तै चार्ट चाहिँ बनेको छ। यहाँ आएर एफबीजी छ, एफबीजी लाई ट्याप गरी माथि जाने चाहिँ धेरै चान्सेसहरु छ। अब सपोर्टमा रहेको स्टकहरुलाई चाहिँ तपाईहरु बाइ गर्न सक्नुहुन्छ। जस्तै म एउटा स्टक तपाईहरुले भनिदिरहेको छु, एमएचएल। पहिला पनि मैले यो स्टकको एनालाइसिस गरेको छु, अहिले पनि म तपाईहरुले भन्दै सेम त्यस्तै बनेको छ। एफबीजी मा आएर ट्याप खाएर माथि जान खोजिरहेछ। भोल्युम पनि आइरहेछ, बट त्यस्तो खासी भोल्युम आएको छैन अहिलेसम्म। सो यसलाई हेर्न सकिन्छ मोडल 1 बाट। मोडल हाम्रो चाहिँ स्ट्रेटेजी हो मोडल 1 बाट यसमा एन्ट्री लिन सकिन्छ। मोडल 1 के हो एकचोटीमा एनालाइसिस गरिदिरहेको छु। यसरी डाउन ट्रेन्ड कन्टिन्यू हुन्छ, फेरि यसले डाउन ट्रेन्ड कन्टिन्यू भएर यसरी गरेको हुन्छ, अनि फेरि यसरी गरिदिन्छ के ब्रेकअप स्ट्रक्चर एमएमएस चेन्ज अफ करेक्टर। अनि यहाँ एफबीजी हुन्छ एउटा, त्यो एफबीजी लाई आएर यसरी ट्याप गर्छ। जब ट्याप गर्छ हामी यहाँ बाइ गर्छौँ, अनि बाइ गरेपछि एउटा सानो मिठो स्टप लस हामी लगाउँछौँ यसमा। अनि मिठो स्टप लसलाई लगाएर हामी माथिको टार्गेट राख्छौँ। सेम यो स्ट्रेटेजीबाट एसएमसी को कन्सेप्टबाट एन्ट्री लिन सकिन्छ। सो हेर्नु होला एकचोटी। हामीले हाइड्रो पावर इन्डेक्स हेरिसक्यो, अब इन्भेस्टमेन्ट तर्फ लागौ। इन्भेस्टमेन्टमा चाहिँ एकैचोटी पोजिटिभ भइहाल्ने चाहिँ खासै मैले केही देखेको छैन। त्यस्तै छ। नेप्से पोजिटिभ भयो भने सबै पोजिटिभ आफै चाहिँ पोजिटिभ भइहाल्छ, म त्यही भन्छु। सो इन्भेस्टमेन्ट पनि लाइफ इन्स्योरेन्सतिर लागौ। लाइफ इन्स्योरेन्समा सेम त्यस्तै छ, एफबीजी बनाएको छ। एफबीजी मा यो ट्याप गरिसकेछ। यहाँ चाहिँ इन्डिसिजन क्यान्डल बनेको छ। यो
इफ यहाँ आएर यसरी माथि जान सुरु गर्यो भने राम्रै रोयली आउन सक्छ लाइफ इन्सुरेन्समा पनि। सो हेर्न सक्नुहुन्छ म्यानुफ्याक्चरिङमा छ कि म्यानुफ्याक्चरिङमा जुन विद्युतले लाइन काटेको छ नेपाल इलेक्ट्रिसिटी अथोराइजेसनले जुन लाइन काटेको छ म्यानुफ्याक्चरमा त्यसकै फल यो जुन छ त्यसले भन्न सकिन्छ। अहिले पनि सेम त्यस्तै छ, कन्डिसन चाहिँ त्यस्तै छ। तर यसमा सपोर्टमा रहेको स्टकहरू चाहिँ हेर्न सकिन्छ, जस्तै शिवम के छ, शिवमको हालखबर एकचोटि हामी बुझौँ। शिवम सिमेन्ट होइन, शिवम सिमेन्ट सेम त्यस्तै छ, इन्डेक्स जस्तै बनेको छ। एन्ट्री लिने कुनै खासै यसमा रिजन छैन। सो एभोइड गर्नु होला म्यानुफ्याक्चरिङलाई इन मेरो सजेसनले भन्नुहुन्छ भने। माइक्रो फाइनेन्समा के छ, माइक्रो फाइनेन्समा सेम नेप्से जस्तै बनेको छ। माइक्रो फाइनेन्समा पनि नेप्सेमा चाहिँ सुधार आयो भने यहाँबाट बल्ल यो माथि जान सुरु गरिदिन्छ के। सो हेर्न सक्नुहुन्छ माइक्रो फाइनेन्सको इन्डेक्सहरूलाई पनि तपाईँहरू। त्यस्तै कुन छुटे छ म्युचुअल नेप्से नन लाइफलाई एभोइड गरिदिनुहोस्। ट्रेडिङ अदर्समा पनि त्यस्तै हो, यो इन्भर्टेड ह्यामर क्यान्डल बनेको छ, यो एफबिजी छ। यहाँ आइतबार चाहिँ एउटा बुलिस क्यान्डल बन्यो भने चाहिँ माथि जाने सर र माथि जाने एकदम हाई प्रोबेबिलिटी छ। यहाँबाट यसरी माथि जान सुरु गरिदिन्छ क्या, यहाँबाट यसरी माथि जान सुरु गरिदिन्छ र यहाँसम्मलाई टार्गेट राखेर बाई गर्न सक्नुहुन्छ। इफ नेप्से पोजिटिभ भयो भने सबै आफै पोजिटिभ हुन्छ। होटल इन्डेक्स आई थिङ्क हामीले मिस गर्यौँ, होटल इन्डेक्सलाई हामी एकचोटि बुझौँ। होटल इन्डेक्समा के छ कि यो जुन जोन छ नि यो एकदम इम्पोर्टेन्ट सपोर्ट जोन छ विक्लीलाई हेर्दा यो, किनकि यो एफबिजी छ, एफबिजीलाई रिस्पेक्ट गरी यहाँबाट माथि गएको छ र अहिलेसम्म यो एफबिजीमा आएर बसेको छ। यहाँ पनि एउटा एफबिजी क्रिएट भएको छ। सो यो रिटेस्ट गर्न आएको होला पनि हुनसक्छ। सो होटल इन्डेक्सलाई चाहिँ हेर्न सक्नुहुन्छ। होटल इन्डेक्समा जस्तै ओएचएल जस्ता स्टकहरू जुन सपोर्टमा छ त्यो स्टकहरूलाई बाईको लागि हेर्न सक्नुहुन्छ। यो ब्रेकअप स्ट्रक्चर गरेर यो एफबिजीलाई फिल गर्न आएको छ। एउटा सानो स्टप लसलाई राखेर चाहिँ हेर्न सकिन्छ, यो सानो स्टप लस राखी हेर्न सकिन्छ। सो विचार गर्नु होला, आफै एनालाइसिस गरेर बाई सेलको डिसिजन चाहिँ लिनु होला। र क्लास लिन चाहनुहुन्छ भने व्हाट्सएप नम्बर डिस्कर्ड च्यानलको लिङ्क राखिएको छ डिस्क्रिप्सनमा, त्यहाँ आएर हामीसँग जोडिन सक्नुहुन्छ। सो ह्याप्पी ट्रेडिङ।